म्याडमलाई उठेर ताली बजाइदिनुको लागि म सम्पूर्ण हार्दिक अनुरोध गर्न चाहन्छु। ल शारदा म्याडम जुझारु महिलाको रूपमा हुनुहुन्छ र माण्डव्यलाई जति जति माया गर्नुहुन्छ, म उहाँ शारदा म्याडमलाई फेरि सबैले एकचोटि ताली बजाएर उहाँलाई सम्मान गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। म यहाँ उहाँलाई कुनै समय म यहाँ ल्याएर सम्मान त गर्ने नै छु, त्यही पनि आज सबैले माण्डव्य बन्धुहरूले जान्नै पर्छ। गेवाली हाम्रो यो बुटवल नगरपालिकाको उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनुभएको छ। उहाँले नै यस माण्डव्य सेवा आश्रमलाई गत वर्ष 10 लाख रुपियाँ प्रदेश सरकारबाट पारिदिनु भएको थियो। उहाँलाई म धन्यवाद सहित तालीले स्वागत गरिदिनु उनको हार्दिक अनुरोध गर्न चाहन्छु। ल यिनै आर्थिक विवरण सहित यसमा तपाईहरुको कुनै टीका टिप्पणी छ भने कृपया आफ्ना होइन भनेदेखि दुईटा हात बजाएर यसलाई अनुमोदित गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरूले लक्ष्मण ज्यावाली हुनुहुन्छ, पूर्व अध्यक्ष राधेराधे हरे कृष्ण। आजको यस सभाका अध्यक्षज्यू, प्रमुख अतिथि आदरणीय आमा, त्यसपछि अतिथि आदरणीय पूर्व अध्यक्ष किशोर गेवालीज्यू, त्यसै गरी आदरणीय काडा हिरण्य गेवालीज्यू, त्यसै आदरणीय दाजु गिरिराज गेवालीज्यू र सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबै मेरा अग्रज हुनुहुन्छ, आदरणीय हुनुहुन्छ। हरेक पेसामा, हरेक क्षेत्रमा, हरेक ठाउँमा एकदम अत्यन्त उच्च आसनमा बस्नुहुने मेरा सम्पूर्ण आदरणीयहरूमा म यस संस्थाको पूर्व अध्यक्ष लक्ष्मण गेवालीको तर्फबाट यहाँहरूलाई अभिनन्दन गर्दछु, स्वागत गर्दछु, नमन गर्दछु। व्यक्तित्वहरू हुनुहुन्थ्यो जोहाङबाट बुटोल बसाइ सर्नुभएका आदरणीय व्यक्तित्वहरू यज्ञराज गेवाली, मोतीराज गेवाली र उहाँहरूका 6 भाइहरू आफ्नै कुलोमा उहाँहरूले कुल पूजा गर्नुहुँदो रहेछ। यति हामी 8-10 जना सल्लाह गरेर कोही विशेष सम्मान व्यक्त गर्दछु। यद्यपि यो अवस्थासम्म आउनको लागि बन्धु बान्धवहरू चार हर्रे पहिला कालोपात्ला भन्छे, पछि गएर हर्रे धैर्य नि उहाँ आमालाई पनि घर भई हाल यही सुस्वास्थ्य दीर्घायुको कामना गर्छौँ। तिर गइरहेका छौँ। यसै बिचमा आफ्ना छोटो मन्तव्य राखिदिनु हुनको लागि गिरिराज गेवाली। हामी आफ्नो पुर्ख्यौली थालो छोडेर व्यापक सदस्यमा म पनि हुँ। त्यसपछि कैयौँ अध्यक्षहरू हुनुभयो, कैयौँ हुनुभयो। यसैमा ज्यान अहिले त धेरै सबै माण्डव्यहरू कोही बिरामी नहुन्, अपठित कोही नहुन्, सबै अहम भूमिका निर्वाह गर्नुभएछ र कमसेकम गेवालीको नामले चाहिँ गेवाली पाचकको नामले उहाँ यस क्षेत्रमा प्रख्यात हुनुहुन्छ। र मैले आफ्नो